नमस्ते। नमस्ते। तपाईको शुभ नाम? म किरण चित्रकार। तपाई चाहिँ यो कार्तिक नाचमा कसरी लिंक हुनुहुन्छ? म यस कार्तिक नाचमा विक्रम सम्वत 2047 सालमा आएको थिएँ अनि 2048 सालदेखि चाहिँ म यसमा विभिन्न पार्टहरुमा नाचे है। अनि त्यस्तै अब 2055 सालदेखि चाहिँ यो नाचको मुख्य नाचहरु बराह अवतार र नृसिंह अवतारको दिनमा, बराह अवतारको दिनमा हिरण्याक्ष अनि नृसिंह अवतारको दिनमा हिरण्यकश्यपु भएर नाचिरहेको थिएँ र साथसाथै यो नाचमा चाहिँ म यस समितिमा एज अध्यक्ष चाहिँ म 2071 सालदेखि हालसम्म चाहिँ कार्यरत छु। यो नाचको खास ओरिजिन चाहिँ कहाँबाट भयो? यो नाच राजा सिद्धनरसिंह मल्लले विक्रम सम्वत 1697 मा देश र जनताको कल्याणको लागि सुरु गर्नु भएको थियो। भनिन्छ यसमा एउटा किम्वदन्ती छ किन चलाइयो भन्ने हिसाबमा चाहिँ त्यो ताका अब विभिन्न राज्यहरू थिए। ती राज्यहरूमध्ये ललितपुर पनि एउटा राज्य, अलगै राज्य थियो। यो अरू राज्य भन्दा पनि हाम्रो ललितपुर राज्य चाहिँ अलि पिछडिएको, यहाँ चाहिँ अलि रोग व्याधि फैलिएको कारणले गर्दाखेरि चाहिँ राजाका गुरुद्वयहरू हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायलाई चाहिँ उहाँले सोध खबर गर्दाखेरि चाहिँ हाम्रो यस ललितपुर राज्य चाहिँ एउटा नराम्रो नक्षत्रमा परेको छ, मघा नक्षत्र भनिन्छ, त्यसमा परेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ अब पन्छाउनको लागि चाहिँ नरबली दिनुपर्ने एउटा चाहिँ उहाँले त्यो कुरा राख्नुभयो र त्यही नरबली दिनको लागि नै चाहिँ यो नृसिंह अवतारको नाच बनाएर चाहिँ नृसिंह अवतार बन्ने पात्रले हिरण्यकश्यपु बन्ने पात्रलाई चाहिँ यो मूर्छित पारेर नरबलीको प्रतीकको रूपमा चाहिँ यो नाच चाहिँ सुरु गरेको भनिन्छ। यो कार्तिक नाच धेरै प्रचलित छ, तर यो यसमा चाहिँ बराह र नरसिंह धेरै प्रचलित छ त्यसमा नि हैन? यो चाहिँ किन धेरै इम्पोर्टेन्ट र एकदम पपुलर मानिन्छ? यो भनेको कस्तो भयो, यो नाचको मुख्य नाचहरू भनेकै बराह अवतार र नृसिंह अवतार भयो। त्यसकारणले अनि यो एउटा चाहिँ तन्त्रमा आधारित नाचहरू पनि भए, यिनी दुईटा। त्यसकारणले गर्दाखेरि पनि यसको चाहिँ मुख्य विशेषता चाहिँ यसमा नाचमा धेरै छ। यो दुई दिनको नाच चाहिँ अगाडि र पछाडिको कार्तिक नाचमा लिङ्क छ कि छैन? हैन, यो कथावस्तु नै अलग अलगै हो। जस्तै कि अब बराह अवतार भन्नाले चाहिँ भगवान विष्णुको तेस्रो अवतार भयो, जसमा चाहिँ हिरण्याक्ष भन्ने दैत्यलाई चाहिँ बराह अवतारले चाहिँ वध गर्ने गरिन्छ भने नृसिंह अवतार चाहिँ भगवान विष्णुको चौथो अवतार। त्यसमा चाहिँ नृसिंहले हिरण्यकश्यपुको वध गर्ने देखाइन्छ। तर यहाँ नाचमा चाहिँ बराह अवतारको दिनमा चाहिँ हिरण्याक्षको वध चाहिँ देखाइएको छैन। यस अर्थले चाहिँ मान्छेहरूले एउटा के सोच्छन् भन्दाखेरि चाहिँ जुन बराह अवतारको दिनमा चाहिँ दैत्य भागेको देखाइन्छ, त्यही दैत्यलाई चाहिँ हिरण्यकश्यपुलाई चाहिँ नृसिंह अवतारको दिनमा चाहिँ मारिन्छ भन्ने, तर त्यो चाहिँ गलत हो। किनभने दुईटा अलग अलगै अवतारहरू हुन्। यो नाचको चाहिँ प्रमुख पात्रहरू चाहिँ भनिदिनु एकचोटि। यस नाचको प्रमुख पात्र भनेको चाहिँ कृष्ण हो। किनभने यो नाच मुख्य कृष्ण लीलामा आधारित रहेर देखाइने भएको चाहिँ यस नाचको मुख्य पात्र कृष्ण हो। तर मुख्य नाच चाहिँ मैले अघि भने जस्तै नृसिंह अवतारको नाच नै हो। यो नाचको चाहिँ मुख्य क्यारेक्टर दैत्य भएकोले दैत्यले चाहिँ के पूजासुजा गर्नुपर्ने हो कि होइन? मैले के भने चाहिँ मुख्य क्यारेक्टर चाहिँ दैत्य चाहिँ हिरण्यकश्यपु चाहिँ हैनन् हैन, तर मुख्य नाचको पात्र चाहिँ हो हिरण्यकश्यपु भन्नाले चाहिँ। यसमा चाहिँ अब हिरण्यकश्यपु बन्ने पात्रले चाहिँ अब एउटा नियममा चाहिँ बस्नुपर्छ हैन, नीति नियममा बस्नुपर्छ। उसको अब शुद्धिकरणदेखि लिएर चाहिँ पूजाआजा पनि आफ्नो विशेष अलगै पूजा हुन्छन्। तर हाम्रो यो हिरण्यकश्यपु बन्ने पात्रले चाहिँ एउटा तान्त्रिक आधारमा चाहिँ कुनै पनि पूजाहरू गर्नुपर्ने छैन। यसमा यो नाचको पात्रहरू चाहिँ एकचोटि भनिदिनुहोस् न। पात्रहरू भन्नाले कति को नाच छ, कसरी हुन्छ? अब यसमा पात्रहरू त धेरै छन्। अब किनभने अब यो कार्तिक नाच भनेको 27 दिनसम्म देखाइने नाच हो। यसमा 17वटा च्याप्टरहरू अन्तर्गत रहेर चाहिँ कथाहरू भनौँ हैन, रहेर चाहिँ 27 दिन नाच देखाउने भएर चाहिँ यसमा पात्रहरू धेरै छन्। जसमा अब अघि मुख्य मैले भने चाहिँ श्री कृष्ण चाहिँ मुख्य हो। मुख्य नाच भनेको चाहिँ नृसिंह अवतार नै हो।
अनि यो नाच चाहिँ के गर्न सकिएन भने चाहिँ के हुन्छ कि भनेर हो? अब यसमा गर्न सकिएन भने अब यही हुन्छ भनेर त भनेको छैनन्। तैपनि हामीलाई लाग्छ कि यो नाच अब जुन उद्देश्यले सुरु गरेको हो सायद चाहिँ यो नाच चाहिँ कहिले सायद बन्द भयो भने चाहिँ देशमा अर्को एउटा फेरि अनिष्ट नहोला भन्न सकिन्न कि त्यही कारणले गर्दाखेरि हालसम्म पनि यो नाच चाहिँ बन्द गरिएको छैन। चाहे 2 दिन भए पनि चाहिँ यो नाच चाहिँ सञ्चालन भइरहेकै छ हालसम्म। अनि यो नाचमा चाहिँ तपाईँ यति वर्षदेखि संलग्न हुनुभयो, तपाईँले चाहिँ के भूमिका निभाउनु भएको थियो? आज कलाकार भएर चाहिँ मैले चाहिँ भने सुरुमा 2048 सालमा म यस नाचमा प्रथम पटक नाच्दाखेरि चाहिँ म कृष्णगणमा जय भएर नाचेँ है। त्यस्तै अब इन्द्रगणमा इन्द्र भएर पनि नाचेँ, अनि देवीगणमा चाहिँ म कुमारी भएर पनि नाचेँ, अनि सिट जोर विष्णु जोरमा चाहिँ विष्णु जोर भएर पनि नाचेँ र साथसाथै अरू विभिन्न क्यारेक्टरहरूमा पनि म नाचेको छु है। र अघि मैले भने जस्तै विभिन्न क्यारेक्टरहरूमा नाच्ने क्रममा चाहिँ जब 2055 सालमा आएर चाहिँ मेरो हजुरबुवाको निधन भइसकेपछि चाहिँ मैले यस नाचमा चाहिँ नाचको मुख्य दिनहरू बराह अवतारको दिनमा हिरण्याक्ष र नृसिंह अवतारको दिनमा हिरण्यकश्यपु भएर चाहिँ 25 वर्ष नाचेँ। तपाईँ यति वर्षदेखि यो पात्रहरू भयो, त्यो पात्रको रोल खेल्दाखेरि चाहिँ अब सेल्फ प्राउडको त्यस्तो मुमेन्ट हुन्छ कि हुँदैन? त्यो त अभियसली हुन्छ, किनभने अब हाम्रो राष्ट्रको एउटा चाहिँ गौरव यो नाच म मान्दछु है। त्यसलाई चाहिँ एउटा अघि बढाउनको लागि चाहिँ एउटा अहम भूमिका निभाउन पाउँदाखेरि चाहिँ मलाई अवश्य पनि गर्व लाग्छ यसमा। त्यो बाहेक पनि अझ यस नाचको मुख्य पात्रहरूमा चाहिँ नाच्नु पाउँदा यसलाई चाहिँ हाम्रो यो संस्कृतिलाई चाहिँ अगाडि बढाउन पाउँदा चाहिँ मलाई खुसी पनि लाग्छ र गर्व पनि लाग्छ। अनि यो नाचमा चाहिँ आफू मन लागेन भने छोड्ने हो कि कस्तो? त्यस्तो होइन, अब सकेसम्म अब पहिला त जस्तै अब यस नाचमा जुन हाम्रो खलकबाटै यो हिरण्यकश्यपु र हिरण्याक्ष भन्ने प्रथा चलिआएको हो है। तर हाल आएर चाहिँ यसमा अब हाम्रो खलककोहरू धेरै छैनन्। अब त्यही भएर यो मेन हाम्रो जिम्मेवारी चाहिँ अब हाम्रो परिवारमा आएको छ है। अब यसमा आफू मन चाहे नाच्ने मन चाहे छोड्ने त्यस्तो हुँदैन। अब मेरो पालामा आउँदाखेरि मेरो हजुरबुवाले पनि किनभने म हुनुभन्दा अगाडि उहाँले 40 वर्ष नाच्नुभयो है। अब तैपनि उहाँले चाहिँ उहाँको अकस्मात हैन निधन भएको कारणले गर्दाखेरि मैले चाहेर पनि नचाहेर पनि यसमा चाहिँ नाच्नुपर्ने अवस्था आएको थियो, जुन बेलामा चाहिँ मलाई चाहिँ यो सम्बन्धी कुनै नलेज नै थिएन है। अब तर हाल आएर चाहिँ के भन्दाखेरि यसमा नयाँ पुस्ताहरूको एउटा सहभागिता बढ्न थालेको क्रममा चाहिँ मेरो परिवारबाटै मेरो भतिजले पनि अब नाच्ने इच्छा प्रकट गरेपछि चाहिँ मैले यो पुस्तान्तरण हुनैपर्छ अहिले नै, किनभने यो अहिलेको पुस्ताहरूलाई पनि इच्छा भएको बेलामा चाहिँ यो गर्न दिएन भने चाहिँ पछि सायद चाहिँ उनीहरूमा चाहिँ एउटा वितृष्णा होला कि हैन, अथवा चाहिँ पछि आएर चाहिँ मैले चाहेको बेलामा नाच्नु पाइनँ भने मैले किन नाच्ने र त्यस्तो सोच नहोस् भन्नको लागि चाहिँ मैले पनि एउटा पुस्ता हस्तान्तरण गर्ने क्रममा नै मैले मेरो भतिजलाई चाहिँ छोडेको हो। अब पछि उसको समयमा पनि यस्तो आउला हैन, उसले पनि अब नयाँ पुस्ताहरूलाई उसले पनि अवश्य निरन्तरता दिनको लागि उसले पनि पहल गर्नेछ। अनि यो हिरण्यकश्यपको क्यारेक्टर चाहिँ फ्यामिलीको पुस्ताले नै गर्नुपर्ने हो कि अरूले पनि गर्नु मिल्छ? हिरण्याक्ष र हिरण्यकश्यपु दुइटै चाहिँ दैत्यहरू चाहिँ यो हाम्रो खलकै हाललाई आएर हाम्रो परिवारमा भनौँ होइन, हाम्रो परिवारबाट नै गर्नुपर्ने हुन्छ। यसमा चाहिँ अरू हुँदैनन्। जस्तै चित्रकार चित्रकारै हो होइन, तर तै पनि अब चित्रकार पनि धेरै छन् हाम्रोमा। अब यसमा पनि हाम्रो यो सुनधाराको भन्छ, हामी चाहिँ सुनधाराको नुवकव भन्छ हाम्रो यो खलकलाई चाहिँ। त्यसबाट मात्रै चित्रकारहरू चाहिँ हाम्रो यो हिरण्यकश्यपु र हिरण्याक्ष बन्छन्, अरू चित्रकारहरूले पाउँदैनन्। यसमा अब मेरो परिवारबाट जुन अब मेरो भतिज रोमनले जुन अहिले यस नाचमा चाहिँ नृसिंह अवतार र हिरण्य अवतारको दिनमा जुन दैत्य बनेर चाहिँ निरन्तरता दिइरहेको छ, त्यो देखेर मलाई एकदम खुसी लाग्छ। किनभने नयाँ पुस्ताले अब मेरै परिवारबाट चाहिँ यो गराउन पाउँदाखेरि चाहिँ मलाई एकदम खुसी लाग्छ र उसले यसलाई निरन्तरता पनि दियोस् पछिसम्म हैन।
नृत्यसँगै हाम्रो आजको यो बडा अवतारको नृत्य आज समापन हुनेछ। नमस्ते, म चाहिँ रोमन चित्रकार। म चाहिँ अहिले कार्टिङ नाचमा दैत्य भएर नाचिरहेको छु। अनि तपाईँ दैत्य हुनुहुन्छ, दैत्यले त नाच्दाखेरि के लाउँछ एसेसरिज, त्यो एसेसरिज चाहिँ के लाउनु पर्ने? हाम्रो यो मेन एक्सेसरी भनेको चाहिँ यो माला भयो हाम्रो मेन चाहिँ। अनि माला सँगै हातमा यो बाला भयो, अनि त्यसपछि औँठी, अनि त्यसपछि टाउकोमा एउटा मुकुट भयो, अनि खुट्टामा चाहिँ कङ्गला एउटा लगाइन्छ। दैत्यका नाच गर्नको लागि केही त्यस्तो पूजासुजा केही गर्नुपर्ने? हाम्रो यो मेरो चाहिँ 2 दिन हुन्छ। फर्स्ट दिन चाहिँ हिरण्याक्ष भयो, यो दिन चाहिँ केही पनि पूजा गर्नु पर्दैन। अनि दोस्रो दिन चाहिँ हिरण्यकश्यपको हो। यसमा चाहिँ हामीले बिहानै नुहाएर अनि यता हाम्रो नासदेवमा चाहिँ पूजा एउटा चाहिँ गर्नुपर्छ। अनि हामी दिनभर चाहिँ केही खाना चाहिँ भएन, पानी चाहिँ खानु भयो, खानेकुरा चाहिँ खानु भएन। अनि नाच्न अगाडि चाहिँ एउटा त्यही हाम्रो नासदेवमा एकचोटि ढोकेर चाहिँ जाने हो। यो प्र्याक्टिस चाहिँ हाम्रो दसैँ अगाडि नै सुरु हुन्छ। हाम्रो असार साउन भदौतिर नै सुरु भइसक्छ प्र्याक्टिस चाहिँ। अनि हाम्रो तिहार अगाडिसम्म चाहिँ हाम्रो प्र्याक्टिस हुन्छ यो। अब नाचमा त 2टा क्यारेक्टर नाच्छन्, 2टा क्यारेक्टर नाच्ने चाहिँ प्र्याक्टिसमै हुन्छ कि त्यो अन स्टेजै? मेरो अब पर्सनली हाम्रो यो दैत्यको चाहिँ प्र्याक्टिस चाहिँ यतै हुन्छ होइन। अनि यो बरासँग र यो नर्सिङसँग नाच्ने चाहिँ हाम्रो स्टेजमै हुन्छ। अब तपाईँ सबभन्दा मेन एकदम सेन्टर अफ फोकस होइन? हजुर। अनि नर्सिङले तपाईँलाई छुँदा चाहिँ तपाईँ साँच्ची ढल्ने नै हो कि कस्तो? यो चाहिँ अब ढल्ने चाहिँ साँच्ची नै ढल्ने नै हो। त्यो ढलेर के फिलिङ आउँछ? यो छोएपछि चाहिँ केही फिलिङै हुँदैन, पछि नउठेसम्म चाहिँ केही यादै हुँदैन। अनि स्टेजमा जाँदाखेरि चाहिँ पारा टेक्ने बित्तिकै एउटा छुट्टै अरा जस्तो आउने हो कि कस्तो? यो अब स्टेजमा छिर्ने बेला चाहिँ के हुन्छ भन्दाखेरि एउटा अनौठो फिलिङ आउँछ। यो चाहिँ अब कस्तो फिलिङहरू चाहिँ खास डिस्क्राइब चाहिँ गर्न सकिँदैन। अब यो एउटा फिलिङ चाहिँ आउँछ, डर लागेको हो कि नर्भस भएको हो कि के हो चाहिँ भन्न सकिँदैन, तर एउटा छुट्टै फिलिङ चाहिँ आउँछ। अनि जहाँसम्म मैले हेरेँ अनुसार चाहिँ दैत्यहरू चाहिँ तल हेरेर चाहिँ नाच्छन्, त्यो सिधै मुखैमा हेर्ने चाहिँ नहुने नर्सिङको? पहिलेदेखि अब यो भन्दै आएको चाहिँ नर्सिङलाई छुन पनि हुँदैन, अनि नर्सिङलाई सिधै फेसमा हेर्न पनि हुँदैन। यो हेर्ने बेला पनि ढल्ने त्यो बेहोस हुने सम्भावनाहरू छ भन्दै आएको भएर चाहिँ अलिक तलै हेरेर नाच्ने गरिन्छ। नर्सिङले छोएर तपाईँलाई भित्र लगिन्छ नि? हजुर। त्यो लगिने चाहिँ खास कता? यो चाहिँ पछाडि यो एउटा मरिपहल छ, त्यहाँ चाहिँ पुमा छे भन्छ त्यहाँ चाहिँ यो ठ्याक्क मङ्गल बजारको पछाडि एउटा गल्ली छ क्या, त्यहाँ गल्लीभित्र चाहिँ लगिने हो। त्यहाँ चाहिँ उता तलेजुको पुजारी चाहिँ आउनुहुन्छ, अनि उहाँले नै सबै गर्नुहुन्छ यो पूजाहरू सबै। अनि यता मङ्गल बजारको हिटीको पानी चाहिँ ल्याएर खुवाएपछि चाहिँ यो होसमा आउने चाहिँ भनेर भनिरहेको छ पहिलेदेखि। अब फर्स्टमा होसमा आउने त अब कता पुगे जस्तो हुन्छ एउटा चाहिँ। अनि अरू भनेको चाहिँ पुरै के भन्छ सबै थाकेको जस्तो, चल्ने अलिक गाह्रो भयो जस्तो हुन्छ। अनि यो हाम्रो घरमा लगेर चाहिँ सगुन दिन्छ, अनि त्यसपछि चाहिँ अलिकति पुरै होसमा आएको जस्तो फिलिङ हुन्छ। तपाईँ दैनिक भएको 3 वर्ष भयो, यो गरेर 4 हुन्छ। हजुर। एक्सपिरियन्स चाहिँ कस्तो? अब फर्स्ट इयर चाहिँ मैले खास हिरण्याक्ष भएर मात्र गरेको थिएँ, यो चाहिँ बरा अवतारसँग। अनि दोस्रो वर्ष चाहिँ हिरण्याक्ष पनि हिरण्यकश्यप पनि गरेर नाचेको थिएँ मैले। अब सेकेन्ड वर्ष चाहिँ अब नर्सिङसँग जाने बेला चाहिँ अब एक त डरै थियो, के हुन्छ नै भन्न सकिँदैन थियो। अब फर्स्ट एक्सपिरियन्समा अब ढल्छ भन्छ, अब ढल्ने हो कि होइन आफूलाई नै डर लागिरहेको हुन्थ्यो एउटा चाहिँ। अनि जब यो नर्सिङ चाहिँ यो स्टेजमा आउँछ त्यति बेला चाहिँ यो जिउमा त्यो सिरिङ्ग आएको जस्तो एउटा फिलिङ चाहिँ आउँछ।
अनि त्यति बेला चाहिँ कस्तो अलि डरै लागेकै भनौँ न त्यस्तो चाहिँ एउटा फिलिङ हुन्छ लागेको छ र निश्चितै छ माथिबाट पुष्प दृष्टि पनि हुनेछ र पुष्प दृष्टि गरिनुहुन माथि झालमा बसिरहनुभएका उहाँहरूलाई पुष्प दृष्टि गरिदिन अनुरोध गर्न चाहन्छु जति विकास हुँदै आयो त्यति गाह्रो हुँदै आउनेछ यो सबैको हातमा मोबाइलले गर्दा पनि साह्रै गाह्रो हो पछाडि ठाउँ खाली गर्नु होला Let's go.